Lulu. Hello guys, welcome back to my vlog. के छ मेरो भ्लगमा हजुरलाई आज चाहिँ हामी चौरमा आएको छ मेरो घरको अगाडि ओ गाइस मजा आयो यो सिधा खादे भ्यू पनि मस्त भ्यू पनि चट्ट लाएर कपाल गरेर फट्ट लाएर हैन गाइस मजा आयो एकछिनमा गयो तपाईँ थ्याङ्क यू होइन मेरो 100 सब्सक्राइबर बनाइदिनुमा हजुरलाई धन्यवाद छ आज मलाई यस्तो माया गर्नु होला होइन तब हजुरको सपोर्टले अगाडि पुगिरहेको छु होइन अनि म दिन हाल्दै जान्छु तर कहिलेकाहीँतिर हाल्दै जान्छु किनकि मेरो लास्टै स्कुलको काम हुन्छ त्यही भएर अलिकति ढिलो हुन्छ कि ब्लग बनाउनलाई त्यही भएर अहिले स्कुलतिर पनि दाइहरूले भन्छन् भाइ तिम्रो ब्लग कहिले आउँछ भनेर भन्थे अब आज बनाएको त्यही भएर आज पनि भनेको थिएँ हिजो पनि अस्ति पनि भनिरहेको थिएँ कमेन्टमा पनि कहिलेकाहीँ भन्छन् स्कुलमा पनि सबैले चिन्न लाग्थ्यो होइन पहिला म न्यू एडमिसन गर्दादेखि कोहीले मलाई चिन्थेन होइन अहिले सबैले चिन्छ मलाई अहिले मैले ब्लग हाल्दादेखि सबैले चिन्छ भने सबै मेरो ग्याङ बोक्नुपर्छ कि तेरो एउटा चारवटा बोक्नुपर्छ होइन अहिले लारेस पनि दिनुपर्छ कि नदिनु मान्दैन यस्तो यो गुण गरेर आउँछन् कि त्यही भएर कहिलेकाहीँ पैसा मम्मीलाई मागेर खुवाउँछु कहिलेकाहीँतिर होइन कहिलेकाहीँतिर क्या भयो गाई त अब यही भिडियो ढिलो नगरेर हाम्रो सुट हुन्छ स्पेसली मामा मेरो आन्टी माइजूले सपोर्ट गरेर होइन म सबैले अब मलाई यस्तो दुःख भइरहेको थियो नि रोएको थिएँ सही कहिले हुन्छ भनेर यस्तो दुःखी भइरहेको थियो हेर्नु म तपाईँले तर गराइदिनु भयो मेरो हजुरको सपोर्टले हो अनि गाइस अनि त्यसपछि हामी अहिलेपछि त्यो रुखमा चढ्छ मैले होइन यस्तो मजा आउँछ अहिले क्यामेराम्यानले पक्र्छ म चाहिँ यस्तो हेलो गाइस म एउटा 100 को सब्सक्राइबरमा म दादाको बर्थडेमा सेलिब्रेट दादाको पनि अनि मेरो पनि अझ मेरो दादाको साउन्डको 4 गते हो अनि अब आउँदै गर्छ भने तपाईँहरूलाई त्यहीमा देखाउँछु होइन अहिले धेरै छ कि आउनु 4 गते सुशील दाईको बर्थडे होइन अनि फेरि अब के गफ गर्नु हजुरसित पनि अब यही कन्टेन्टको भिडियो बनाऊँ म आफ्नो ट्यालेन्ट देखाउँछु र अनि त्यहाँ झुलामा देखाउँछु है ल गाइस के छ मेरो ब्लगमा हजुरलाई मन पर्यो है यो ब्लग तपाईँले म अब दिनभरि ब्लग हाल्छु होइन अनि तपाईँहरू मलाई सपोर्ट गरिराख्नु होइन म दिनकै ब्लग हालेँ भने तपाईँ सपोर्ट गर्नु चाहिँ के पहिला त्यो कुरा भन्नु च्यानललाई लाइक पनि गर्नु है यो भिडियोमा हुन्छ पहिला गर्नु अनि म बल्ल कुरा गर्छु हजुरसित गर्नु छिटो गर्नुभयो ल घन्टी पनि दबाइदिनु है ल गाइस अब म तपाईँसित कुरा गर्छु तपाईँको होइन म 100 को सब्सक्राइबरमा 100 को सब्सक्राइबरमा म केक काट्नेवाला छु दादाको बर्थडेमा दादाको बर्थडे चाहिँ साउनको 4 गते होइन अनि फेरि त्यहाँ बनाएपछि यस्तो भिडियो बनाउँछु नि म अलिकति क्यामेरा यहाँ अरू युट्युबरहरूले यहाँ लाउँछ नि होइन माइक्रोफोन के भन्छ होइन माइक होइन यहाँ तानेर कि यसरी बोल्छु कि यसरी बोल्छु होइन चिन्नेवाला छु अब भोलि पर्सि मम्मीले भोलि कि पर्सि दिन्छ हेर्ने हामीले अनलाइन हेर्छौँ कि आजकल त्यही भएर गाइस अहिले किन हल्लिरह होला भनेर हामी चाहिँ रुखमा छौँ होइन अहिले हेर्नु त्यहाँबाट हल्लिन्छ हेर्नु है म चाहिँ यो रुखमा छ हेर्नु है हल्लिन्छ किन हल्लियो है क्यामेरा पनि हल्लिन्छ देख्नु त्यही भएर यस्तै हो अनि तपाईँहरूलाई पनि ब्लग बनाउनु छ भने यस्तै म जस्तो गर्नु तर क्यामेरा चाहिँ अलिकति यस्तरी राख्नु होइन अहिले मेरो बाबा मम्मीहरू दादा दादीहरू अनि मेरो गाउँ कहाँ हो मेरो नाम के हो अनि तपाईँले यस्तो सोधिराख्नुहुन्छ होला नि मेरो नाम चाहिँ खासमा सृजन सुनार हो अनि म कक्षा 3मा पढ्छु म कक्षा 3मा अनि म चाहिँ कहिलेदेखि बनाउन थालेँ भनेपछि यस्तै मलाई जहिले बनाउने पहिल्यैदेखि बनाउनु मन लाग्छ के
सानोमा पनि एउटा भिडियो बनाएको थिएँ तर त्यो चाहिँ त्यो म मामा घरको आएको छु त्यो मात्रै बनायो त्यो मात्रै हालेको छु म मामा घर आएको छु मेरो अर्को दाइले हालिदिएको सागर दाइले मेरो क्यामेराम्यान र अनि अर्को सुशील दाइ चाहिँ अलि यतै थिए काठमाडौँ मम्मी र म चाहिँ उता गाउँ थिएँ त्यो भएर त्यस्तै भएको थियो अनि त्यही हो आजसम्म तपाईँहरूको सपोर्टले म यहाँसम्म पुगेछु होइन तपाईँहरूको सपोर्टले 100 सब्सक्राइबरले राम्रो गर्नु मलाई अझै बढाइराख्नु होइन आशीर्वाद दिनु मलाई होइन मस्तले आशीर्वाद दिनु आज चाहिँ राम्रो हुन्छ ब्लग अनि मेरो बाबा चाहिँ खासमा कहाँ हुन्छ भनेपछि बाबा यहाँहरू देख्नुहुन्न नि त बाबा होइन देख्नुहुन्न कतै पनि उहाँ कतार हुन्छ कतार त्यहाँ काम गर्नुहुन्छ एसीहरूको तर धेरै कमाउनुहुन्छ तर होइन धेरै कमाउनुहुन्छ अनि यहाँ पठाउनुहुन्छ अनि त्यही स्कुलको फिस अनि त्यही भ्लग बनाउने फोन किनिदिनु भएको थियो अनि फेरि मेरो लागि अब माइक किनिदिनु छ पैसा आएपछि होइन भोलि कि पर्सि पैसा पठाइदिन्छ अरे अब पठाइदिनु भने यस्तो दिन 50,000 किन्यो कि यस्तो राम्रो अलि राम्रो क्वालिटी आओस् के त्यो भएर होइन अनि मेरो मम्मी चाहिँ के काम गर्नुहुन्छ मेरो मम्मीले काम गर्नुहुन्छ सिलाइ होइन मैले सिलाइ अहिलेसम्म तपाईँहरूलाई देखाएको छैन तर त्यसमा बेड पनि छ अलिकति राम्रो मात्रै छ त्यही 30-35 हजारको मेसिन हो अनि त्यही हो अनि फेरि अरू केही छैन होइन अब मेरो दाइको बुढा मेरो सुनिल दाइको बाबा मेरो सुनिल दाइ चाहिँ अहिले क्यामेराम्यान देख्नुहुन्छ नि यहाँ मलाई सपोर्ट दिइरहनु भएको छ होइन मलाई बनाउने सपोर्ट दिइराख्नुहुन्छ त्यहाँले त्यो भएर म सपोर्ट यहाँको म यहाँ ठुलो भएपछि पैसा कमाएपछि मात्रै यहाँलाई दिन सक्छु अहिले त दिन सक्दिनँ होइन पैसा त अलिकति उहाँलाई अलिकति दुःख पर्छ होइन उहाँको पैसाले म अहिले बनाइरहेको छु भ्लग अहिले के गर्छौँ होइन के चटपटे के किन्छौँ होइन देख्नुहुन्छ अरू भ्लगहरू त्यही भएर यही हो दाइको अब सुशील दाइ चाहिँ मेरो कलेज पढ्नुहुन्छ माइलो दाइको होइन अलिकति त्यहाँ त्यो साइन्स र त्यो कम्प्युटर पढिरहनु भएको होइन ल्यापटप किन्नु भएको छ बाबा ल्यापटप चाहियो बाबा मलाई फुटबल किन्ने चाहियो फुटबल त यहीँदेखि देखिन्छ हेर्नु न यहीँदेखि देखिन्छ होइन फुटबल देखेछ अनि त्यो रुख देखिन्छ नि त्यो रुख भन्दै अलि यता हो त्यही बाबाले एडमिसन गरिदिनु भएको छ त्यही फुटबलमा त्यही जहिले जान्छ शनिबारतिर शुक्रबारतिर जान्छ अनि फेरि त्यही हो दाइको अनि त्यही बिहान मेरो दाइ चाहिँ 11 क्लास यही हो अनि मेरो कुरा गऱ्यो भने त म त 3 क्लास अघि नै भनिसकेँ होइन म चाहिँ भ्लग बनाउने मान्छे कान्छु भ्लग्स होइन अनि फेरि म चाहिँ अहिले बिरामी कहिलेकाहीँ बनिरहेको छु शुक्रबार बिहिबारतिर गइरहेको छु होइन अनि त्यो मलाई रगत चढाउने बिरामी छ क्या मलाई त्यो भएर अलिकति बनाऊँ भनेर मेरो पनि कथा पनि मेरो बढ्दै जान्छ कि त्यो भएर तपाईँहरूलाई बनाएँ होइन अब के गर्ने अब अहिले एकछिनमा घर जाने होइन मेरो सपना छ अब भ्लग बनाउने होइन पहिल्यैदेखि बचपनदेखि भनिरहेको छु मैले बनाउनु भनेर कति 6 वर्ष भयो कि म 6 वर्ष थिएँ होइन त्यतिखेर मैले बनाउनु थालेको होइन बनाउनु चाहिँ होइन एउटा मात्रै बनाएको त्यसपछि होइन बाबु यसरी नबना अहिले केही हुँदैन तेरो भ्लगमा भनेर यसो भन्नुभयो होइन म जितेरै छाड्छु भनेर मैले भ्लग बनाउनु थालेँ होइन अब यही बनाउन सकेको आशी चाहिँ नझर्दैछ होइन त्यति भनेको अब यही हो भ्लग बनाउनु मेरो होइन पहिल्यैदेखि मेरो अहिलेसम्म सफरमा भइसक्यो होइन अहिले भइरहेछ ठुलो अहिलेदेखि म 20 वर्षदेखि बनाउँदै जान्छु सानोदेखि ठुलो बनाउँछु मेरो कसम म बनाएर देखाउँछु तपाईँहरूलाई म बिचमा हार मान्दैन म बनाइराख्छु बिचमा होइन ल अब एकछिन मोज गरौँ होइन अब एकछिन
गाइज यो चाहिँ मैले आफ्नो स्कुलको लागि सङ गाएको यो कति कुनै स्कुलले भनेको छैन यहाँ हेर्नु एरोप्लेन उडेको यो चाहिँ मैले आफ्नो स्कुलको लागि गाएको गाइज म एउटा सायरी भन्छु है यतातिर पानी ममस्ते रानी यतातिर पानी ममस्ते रानी अनि काला ठोब्रा मेरो नाम खोब्रा गाइज यही हो गुनौलो किरणसँगै युवामा आउँछ हामी सयौवासी फुल बनेर बगैँचामा फुल्छौँ हामी हिमाल पहाड तरिका तरी तरी फुल हौ एकामा बाँधिएका सलमा गर्नेछौँ सयौवासी सयौँ भाषा सबैसँगै गर्नेछौँ युवामा पढी लेखी अनुशासित छौँ गीत जस्तै बनेर शिक्षा दिने गुरुलाई हृदयमा राख्छौँ हाम्रो युवा प्रतिभालाई हृदयमा राख्छौँ हामी हाम्रो युवा प्रतिभालाई सिधै गाइज म अब यो ब्लगलाई यहाँ एन्ड गर्दछु ल गाइज अब चाहिँ रात परिसक्यो हेर्नु होइन सबैतिर लाइट बन्नलाई हेर्नु अब म घर जान्छु होइन यस्तो रातिमा बाघ पनि आउँछ अरे मेरो साथीहरूले भनेको के त झुट पनि हुनसक्छ सही पनि हुनसक्छ त्यही भएर रिस्क नलिएर जान्छौँ हामी चलो बाई बाई टाटा